हेलो गाइस वेलकम टु माई न्यू ब्लग हैन आज चाहिँ दामी पनि छैन ठिकठाकै छ हैन अनि तपाईहरु सन्चै हुन्छ भन्ने आशा राखेको छु। आज चाहिँ मौसम दामी भइरहेको छ अनि यहाँ चाहिँ हाम्रो आन्टीहरु बसिराख्नु भएको छ यसरी हैन ठिकठाकै छ हैन अनि तपाईहरुकोतिर रोपाइ सक्नुभयो होला हाम्रोतिर त सकिसकेको छ अनि मौसम यस्तो दामी हावा राम्रो चलिरहेको छ पानी पर्ला पर्ला जस्तो भएको छ। अनि अस्ति कटरको भ्लग हालेको थियो हैन धेरै दिन भएको थियो भ्लग नहालेको अलिकति समस्या भएको थियो त्यही भएर हालिन हैन अनि अब के भन्नु तपाईहरुले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हैन। अझै नयाँ च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गर्नु होला अनि यही भन्दै आशा राखेको छु अलिक सपोर्ट गर्नु होला बिस्तारै बिस्तारै म पनि त केही इम्प्रुभ गर्न सक्छु होला हैन। अनि यहाँ चाहिँ अस्ति हामी कटर जान गएको थियौँ तपाईँले भ्लगमा देख्नुभयो होला अनि यहाँ चाहिँ हाम्रो त्यो कटरको मालिक नि हुनुहुन्छ अनि यस्तै छ पारा हैन ठिकै छ। अनि तपाईहरुले अब हाम्रोतिर त सबैजना हातमा मेहन्दी सेन्डी चिरा लगाइसक्नु भएको छ तपाईहरुकोतिर लाग्नु भएको छैन हाम्रो आन्टीले चाहिँ यहाँ यसरी लाग्नु भएको छ यहाँ हाम्रो अर्को आन्टीले हेर चुरा यस्तो दामी लाग्नु भएको छ यहाँ ठुलो मम्मीको चाहिँ केही छैन ए यहाँ ठुलो मम्मी रहेछ। अनि यति भन्दै हैन आजको भ्लग चाहिँ यहीँ गर्न जाँदैछु हैन। थ्याङ्क यू फर वाचिङ दिस भिडियो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला अनि त्यही भन्दै चाहन्छु थ्याङ्क यू फर वाचिङ दिस बाई गाइज।